र हार्डवेयर हैन। हार्डवेयर भनेको कस्तो हो त फिजिकल कम्पोनेन्ट्स हो जुन चाहिँ फिल र टच गर्न हामी सकिन्छ। जस्तै सीपीयू, मोनिटर, स्टोरेज यिनीहरू चाहिँ हामीले फिल गर्न पनि सकिन्छ, छुन पनि सकिन्छ, देख्न पनि सकिन्छ है। फिजिकल भयो हैन। जस्तो सीपीयू भनेर कसैले सोध्यो भने सीपीयू भित्र के हुन्छ त एएलयू प्लस कन्ट्रोल युनिट, एएलयू प्लस कन्ट्रोल युनिट। यो एएलयू मा जोड घटाउ जोड घटाउ डिभिजन मल्टिप्लिकेसन यस्तो कुराहरू हुन्छ हैन। त्यसपछि कन्ट्रोल युनिटले के गर्छ त यसलाई काम लगाउँछ। यो चाहिँ ब्रेन हो है। अब यो कन्ट्रोल युनिट चाहिँ जाँचमा सोधे तपाईलाई हार्डवेयर हुन्छ कि सफ्टवेयर हुन्छ भनेर सोध्यो भने यो जुन पनि हुन सक्छ है। हार्डवेयर पनि हुन सक्छ, सफ्टवेयर पनि हुन सक्छ। कम्प्युटरमा अचेलको जस्तो सामान्य कम्प्युटर हाम्रो ल्यापटपहरु चाहिँ के हुन्छ त सफ्टवेयर बाट चाहिँ यो कन्ट्रोल युनिट बनाएको हुन्छ भने जस्तो तपाईको कम्प्युटर भनेको फर एक्जाम्पल घरको चाहिँ कपडा धुने मेसिन छ भने यो चाहिँ हार्डवेयर हुन्छ हैन। एउटा फिक्स काम गर्नको लागि चाहिँ हार्डवेयर फास्ट हुन्छ हैन। त्यसपछि सफ्टवेयर भनेको के हो त सिक्वेन्स अफ इन्स्ट्रक्सन टु डु टास्क हैन। जस्तो यहाँ एउटा इक्जाम्पल छ INTAX हैन। x भनेको एउटा इन्टिजर हो, y भनेको एउटा इन्टिजर हो। अब दुईटा नम्बर जोड हैन। कहिले चाहिँ व्यक्तिले 1 र 2 दिन सक्छ, यहाँ कहिले 3 र 4 दिन सक्छ। जस्तोलाई पनि यसले जोड्ने भयो, यो प्रोग्राम भयो हैन। भनेको सिक्वेन्स अफ इन्स्ट्रक्सन टु डु टास्क। यो एउटा इन्स्ट्रक्सन, दुईटा तीनटा इन्स्ट्रक्सन भएको एउटा प्रोग्राम हो। प्रोग्राम भनेको यही नै हो, प्रोग्राम टु एड टु नम्बर्स। अब कुनै चाहिँ प्रोग्राम कस्तो हुन्छ त प्राइम नम्बर पत्ता लगाउने हैन। प्राइम नम्बर पत्ता लगाउने प्रोग्राम हुन सक्छ। अब यस्तै हो प्रोग्राम भनेको चाहिँ सफ्टवेयर भनेको चाहिँ प्रोग्राम लेख्ने हो हैन। प्रोग्राम कस्तो कस्तो हुन्छ त अपरेटिङ सिस्टम मेन प्रोग्राम जस्तो संविधान भने जस्तै हैन। यसले चाहिँ समग्र कम्प्युटरलाई नि के गर्छ त म्यानेज गर्छ है। इट लुक हार्डवेयर मेमोरी म्यानेजमेन्ट शेड्युलिङ अफ प्रोग्राम भनेको कुन प्रोग्राम चाहिँ अगाडि जान दिने, कुन प्रोग्रामलाई चाहिँ पछाडि चलाउने भन्ने कुराहरु चाहिँ यसले गरेको हुन्छ। अर्को भनेको एप्लिकेसन प्रोग्राम युजरको आवश्यकता अनुसारको प्रोग्राम बनाएको हुन्छ। जस्तै एमएस वर्ड, एक्सेल, पावर पोइन्ट हो त्यस्तो हैन। अर्को हुन्छ डिभाइस ड्राइभर प्रोग्राम भनेको प्रिन्टरको प्रोग्रामहरु भने जस्तो। प्रिन्टर हामीले चाहिँ कम्प्युटरमा एड गर्ने बित्तिकै तारले जोड्ने बित्तिकै चल्दैन नि त, त्यसको लागि चाहिँ एउटा डिभाइस ड्राइभर भन्ने यो प्रिन्टरले बनाएको हुन्छ हैन। कुन कम्प्युटरको लागि कस्तो प्रोग्रामले सपोर्ट गर्छ भन्ने कुराहरु यसले गरेको हुन्छ। यति भएपछि तपाईहरुलाई सामान्य कम्प्युटर हार्डवेयर र सफ्टवेयरको बारेमा चाहिँ जानकारी मिल्छ होला भन्ने मैले अपेक्षा गरेको छु। भिडियो मन पर्यो भने तपाईले लाइक सब्स्क्राइब गर्नु होला, कमेन्ट दिनु होला। धन्यवाद।